पसल कस्तो चल्दैछ? राम्रै चल्दैछ? ठिकै छ त्यस्तो राम्रो ठिकै छ हल्का आमा यतै हुनुहुन्छ? हजुर होइन ए भएका हुन्छ कहिले त्यही 3-4 हजार भयो तर 1-2 हजार यस्तै हो बिहान चाहिँ आफूले हेर्ने दिउँसोतिर साँझ आमाले ए बसाइ कता माथि छ? बसाइ यही हो ए अब आमा र बुवाले पहिलेबाट गरेको भए त्यस्तो पढ्न पनि मान्दैनन् अब टाइम पासको जसो टाइमको हिसाबले भयो अँ अँ तपाईँहरू के गुरुङ कि तामाङ भन्नुहुँदै थियो? मगरहरू अँ पहिलाको लोकल कताको? पहिला हाम्रो बाग्लुङ बागलुङ ए उताबाट यता सर उताबाट बाजे पुलिसमा भएर यता सरुवा भयो बाजे ए अनि त्यसपछि अनि यति बसिरहेको अनि उता कोही छ कि छैन अहिले? छन् नि सबै दाजुभाइ सबै परिवारको अस्ति एकचोटि बागलुङ कालिका जाने मौका पाएको थिएँ हजुर त्यहाँ कालिका ठ्याक्क टुरमा कालिका त्यहाँभन्दा त आउनु अलि माथि हो तपाईँको 3-4 घन्टा लाग्छ अलि लेफ्ट साइडतिर हो ए बाग्लुङ बजारतिर त होइन अलि माथि गाउँमा जानुपर्छ पछाडि झोलुङ्गे पुल पनि धेरै लामो झोलुङ्गे पुल बनाएको छ राष्ट्रिय लामो ठ्याक्क त झुलुङ पुल कट्ने बित्तिकै कालिका मन्दिर त आयो अँ अहिले बेला बेलामा गइन्छ त्यहाँ गइरहेको हुन्छ पूजामा जान्छ कुलको पूजामा ए कुन देवताहरू मान्नुहुन्छ अहिले? ए पूजा हुन्छ 2 वर्षमा हुन्छ अँ